क्याब्जे जोनाङ ग्याल्छाप खेन्टुल छोकी नाङ्बा रिन्पोछेबाट विशेष प्रवचन कार्यक्रम हुने भएको छ। कुनकेन डोल्पोपा शेराप ग्याल्छेनका सोरा ठेलीमा संकलित धार्मिक कृतिको आगम तथा प्रवचन कार्यक्रम काठमाडौँको आरुबारी स्थित डोल्पो समाजको गुम्बामा आयोजना गरिने भएको हो। डोल्पो समाजका संस्थापक अध्यक्ष निमा रिन्पोछे तथा वर्तमान अध्यक्ष कर्पो छोल सहित कार्य समितिका पदाधिकारीहरूको अनुरोधलाई स्वीकार गर्दै क्याब्जे जोनाङ ग्याल्छाप खेन्टुल छोकी नाङ्बा रिन्पोछेले सो प्रवचन कार्यक्रम गर्न लागेको हो। डोल्पो समाजको आयोजनामा हुने 10 दिने कार्यक्रम फेब्रुअरी 1 देखि 10 तारिकसम्म सञ्चालन हुनेछ। आगम तथा प्रवचन कार्यक्रमका लागि क्याब्जे जोनाङ ग्याल्छाप खेन्टुल छोकी नाङ्बा रिन्पोछे बिहिबार सिङ्गापुरबाट नेपाल आइपुगेका छन्। रिन्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डोल्पो समुदायले भव्य स्वागत गरेको थियो। डोल्पो समाजका अनुसार हिमाली क्षेत्र डोल्पोमा जन्मिएका र स्वयं बुद्धद्वारा भविष्यवाणी गरिएका महान सिद्ध पुरुष कुनकेन डोल्पोपा शेराप ग्याल्छेनका धर्म परम्परा दर्शन र विरासतको संरक्षण तथा प्रवर्धन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। डोल्पोवासीहरूको साझा आस्थाको धरोहर मानिने कुनकेन डोल्पोपा शेराप ग्याल्छेन जसलाई डोल्पो बुद्धका रूपमा समेत चिनिन्छ। डोल्पो समाजका अनुसार कार्यक्रमले हिमाली डोल्पोको धर्म संस्कृतिको सम्वर्धन विश्व शान्तिको कामना तथा विशेष गरी नेपालमा सुख शान्ति र समृद्धिको सन्देश फैलाउने लक्ष्य लिएको छ। हिमाली क्षेत्र डोल्पोको धार्मिक सांस्कृतिक इतिहाससँग जोडिएको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमलाई बौद्ध दर्शन र संस्कृतिको संरक्षणमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। 땅에서 대리하는 도